दाङको तुलसीपुर 3 राम्रीमा भेटियो नरसिंह भैरवको शक्तिशाली गुफा। जे माग्यो त्यही पुग्ने भएपछि यसरी लाग्यो भक्तजनहरूको भिड। मागेको कुरा पुगेपछि 1 लाख भन्दा धेरै भेटी चढाउँदै यसरी खुसी व्यक्त गरे भक्तजनहरू। मेरो मनोकामना पूरा भयो। भैरवले अझै पूरा गराउन्। परिमिलाले यो शर्मिलाले 2 दिन आदिले दिया हुन्। उनको मनोकामना पूरा होस्, पढाइ राम्रो होस्। नर्सिङ पढ्दैछन् अनि अब अहिले आर्यनमा गएका छन् र यो पैसा मैले साह्रै दुःख गरेर यताउता गरेर चन्दा उठाएर मैले ठोपा 5 रुपियाँ 10 रुपियाँ गराएर उठाएको यो 10,000 कति छ यहाँ मेरो छोराले पठाइदिएको पैसा 1,01,05 रुपियाँ छ। मेरो परिमला शर्मिला पैसा मैले दिएँ। ल यो दिन छ मेरो पैसा लेख्या छ अनि मेरो पुरा होस्। उहाँको दिदीले चाहिँ भक्कल गर्नु भएको थियो। अनि उहाँको के भाका गर्नु भएको थियो आमा हजुरले? मैले मेरो छोराले गिरन कार पाथिनन्। गिरन कार पाउन भगवान मैले जसरी भए नि मैले मेरो सक्दो पैसा दिउँला भनेको थिएँ। पुग्यो मैले दिएँ। एकदम राम्रो। तपाईहरु नै आउनुहुन्छ भने भक्कल गर्नु होला। सच्चा मन सच्चा दिलसित गर्नुभयो आउनुभयो भने तपाईहरुलाई मनोकामना एकदम पूरा हुन्छ। अनि यो आफू खुसी दिनु भएको? यो त आफू खुसी हो। पुजारीले कहिले 1 रुपैयाँ कहिले ल्याऊ भन्दैन। तर 3 लगायत 3,000 यो पैसाले हामीले मन्दिर व्यवस्थापन गर्ने छ।